गाइस यहाँ चाहिँ पुष्पा गुरुङ छ होइन, म चाहिँ पुष्पा गुरुङ होइन होइन पुष्पा गुरुङ चाहिँ होइन म होइन, पुष्पा गुरुङको छ प्लिज। यो को पुष्पा गुरुङ नम्बर प्लेट पनि आएको छैन है, र पनि खत्रै कुदाइरहेको छ होइन। आन्टीलाई चाहिँ एकदमै खतरा। सो यहाँ चाहिँ मोनिका राइड छ है। कमान अनिता कमान, सक्छ अनिता, सक्छ अनिता सक्छ। वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप हजुर सन्चै हुनुहुन्छ भनेर, अनि म पनि सन्चै छु। सो गाइस होइन, आज चाहिँ बिहान एउटा फ्रेस फुडमा भ्लग बनाइरहेको छु, किनभने चाहिँ आज चाहिँ हाम्रो राइड छ है। राइड चाहिँ है नयाँ सोच नयाँ विचार। सो हामी चाहिँ त्यही राइडमा गइरहेको छौँ है। म एलिना है, गान्तोकबाट एलिना पनि आउँदैछ। सो आज आफ्टर लङ टाइम बादमा चाहिँ म एलिनालाई पनि भेट्नेवाला छु है। अन्त आज एकदमै लामो राइड हुनेवाला छ हाम्रो है। यहाँदेखि जोरथाङदेखि गेजिङ टु जोरथाङ टु लेक्सेपदेखि गेजिङ हुनेछ है। सो हामीलाई चाहिँ लामो पर्छ, किनभने यहाँबाट गएर पनि फर्किनु पर्ने हुन्छ। सो एकदमै लामो राइड छ, बट नर्भस पनि फिल भइरहेको छु। तर सो यति लामो लङ राइड, अनि यो मेरो फर्स्ट राइड हो, ग्रुप राइड होइन। ग्रुप राइड मेरो फर्स्ट राइड हो लेडी राइडरहरूसँग। सो अलिकति नर्भस त हुन्छै हुन्छु। सो है गाइस, आजको राइड कस्तो हुन्छ के हुन्छ होइन, एल्ना पनि हिँडिसक्यो अरे, कस्तो हुन्छ एक्सपिरियन्स भरे भन्नेछु है। सो स्टे ट्युन गाइस। सो हेभ अ गुड डे। बाटोमा आइपुगेको छ है। अन्त यहाँ रेस्ट गरिरहेको छ चिया खाँदै। सो न्यू फ्रेन्डहरू छ है यहाँ चाहिँ। उसको नाम चाहिँ विनिता है। ए अनिता। सो यहाँ चाहिँ एलिना प्रो राइडर है, ऊ चाहिँ खतरा। बिचरा उसको चाहिँ जिउ दुखिरहेको छ, रबमा आइरहेको छ होइन। सो ऊ चाहिँ खतरै हो त्यसो भने चाहिँ है। त्यहाँ चाहिँ हाम्रो तातो तातो मोमो आइरहेको छ, लु खाउँ त्यहाँदेखि जाउँ। ए फर्स्ट राइड हो मेरो लङ चाहिँ। ए भइहाल्छ। सो गाइस होइन, बहिनीको फर्स्ट राइडहरू लङ चाहिँ होइन। ऊ चाहिँ अनिता हो, उसको नम्बर प्लेट पनि आएको छैन है, र पनि खतरै कुदाइरहेको छ होइन। सो गाइस हामी चाहिँ एकदम आधी बाटोमा आइपुगेको छ, अब चाहिँ पुग्नु लाग्यो होला अलमोस्ट। अनि यहाँ चाहिँ एलिनाको चाहिँ बाइकमा हावा लाउनेहरू पनि टायरमा कि। सो हामी बसिरहेको छ। सो एलिनाहरू चाहिँ यहाँ छ। लेक्सेपको टर्नल आइपुगेको छ है। लास्टै अँधेरो छ है, डर लाग्छ मलाई चाहिँ। लाइट अन गर्नु पर्ला। यो चाहिँ लङ्गेस्ट अनि लास्टै लाइट चाहिँ मजाले लगाइदियो भने एकदम राम्रो हुन्थ्यो होइन। मलाई चाहिँ एकदम डर लाग्छ यसमा चाहिँ होइन।
धेरै राइडमा चाहिँ आज म फर्स्ट राइड हो है, एकदमै मजा आइरहेको छ मलाई चाहिँ। सो लेट्स सी है गाइस, के हुन्छ आजको राइड पनि राम्रो होस् भने। बेबी हेलो। हामीले चाहिँ रेस्ट पाएन है, किनभने हामी ढिलो आइपुग्यो नि त, ढिलो आएर चाहिँ हिँडिहाल्नु पऱ्यो, त्यही भएर हामीले रेस्टै पाएन। सो अब चाहिँ है सिधै राइड गरेर गेजिङ पुग्नेछु। यु क्यान सी आन्टी पनि आउनुभएको रहेछ है, अनुको मम्मी हुनुहुन्छ है। सो आन्टीले चाहिँ भर्खरै मात्रै सिक्नु भएको थियो, तर हो भने यस्तो राइड गर्ने आर्ट गर्नुभयो है। आन्टी चाहिँ खतरै हुनुहुँदो रहेछ है। सो आन्टीको लागि चाहिँ एकदमै खतरा। बिस्तारै बिस्तारै आन्टीले चाहिँ आर्ट गरिरहनु भएको छ है, खतरै लाग्यो मलाई चाहिँ आन्टी है। सो म चाहिँ आन्टीलाई गाइड गर्दै जाने भनेर सोचिरहेको छु, भर्खरै सिक्नु भएको नि त। गाइस यो रफ रोडले गर्दा चाहिँ एकदम गाह्रो हुनेछ है राइडर्सहरूको लागि चाहिँ। कमान अनिता कमान, सक्छ सक्छ अनिता, सक्छ अनिता सक्छ, सक्छ 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 अनिता। अन्तको लागि एकदम धेरै साह्रो पऱ्यो है, हेलो 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 मन त म आन्टीको पछाडि पछाडि हिँडिरहेको थिएँ नि त कि, मैले चाहिँ माने आन्टीलाई चाहिँ खतरा। गाइड गरेर ओके ओके गाइड गर्छु। सो गाइस होइन हामी चाहिँ यहाँनिर पुगे जस्तो छ, ठन्डै पाङ्गो भएर नि गाइस होइन। जस्तो छोरा चाहिँ सबैको हुनुपर्छ किनभने होइन एकदम सपोर्टिभ होइन छोरा है। आमालाई यहाँसम्म ल्याउनु भयो, आमाले त धेरै सिक्नु भएको छैन नि त होइन, र भए पनि आर्ट दिएर ल्याउनु भयो भने चाहिँ खतरै हो नि त होइन। झन्डै यतिले अड्केको त अघि मलाई कस्तो मुटु यस्तो भयो कि, त्यही भएर मैले तपाईँको पछाडि छोडेकै थिएन, एकदम पछाडि चाहिँ नि कन्टिन्यू तपाईँको पछाडि आइरहेको थिएँ। चिया पिउनुहुन्न तपाईँ? कस्तो रफ भइरहेको छ हेर्नु न धुलोले चाहिँ। अन्त यहाँ अफर पुरा आउँदो रहेछ बहिनीहरूले, अफर ल्याएको लागेको छ है। सो यहाँ चाहिँ मोनिका राइड छ है, यहाँ चाहिँ फर्स्ट। ओके ओके सो वेलकम टु माई ब्लग। यहाँनिर चाहिँ सबैजना राइडरहरू हुँदो रहेछ, दिदीहरू पनि है। तपाईँ कहाँबाट हुनुहुन्छ? यहीँबाट हुनुहुन्छ है। तपाईँहरूले राइड गरेको देख्दा चाहिँ हामीलाई अझै राइड गर्नु मनपर्छ हो। साँच्चीको होइन, तपाईँहरूको एजमा यतिको आर्ट छ भने चाहिँ होइन। तपाईँ पनि राइड गरिरहनु भएको? अम्बो आज त है तपाईँहरूलाई देखेर चाहिँ हामी अझै इन्सपायर भयौँ है। हजुर आजको राइड राम्रो थियो नि है। मजा आयो, म त एकपल्ट उहाँ लडिहरि आइपुगेँ। को लडेको चाहिँ तपाईँ हो? होइन म त उहीँनिर लडेको, तल लड्यो भने त को लड्यो भने ए हजुर हजुर म त यस्तो होइन नि, अब राइडर भएपछि अलि त लड्नु पऱ्यो नि त होइन, नलडी त सिकिँदैन नि त। ए हजुर हामीलाई पनि छिटो लाग्यो, किनभने म त फर्स्ट टाइम आएको गेजिङ कि, तर भए पनि छिटो लाग्यो लेक्सेपदेखि यहाँ आइपुग्नु चाहिँ। होइन होइन हामी यता रम्फूबाट आएको। हजुर ल तपाईँहरूलाई देखेर एकदम इन्सपायर भयो है हामी चाहिँ। वही मिलता है रब का घासता, मेरी किस्मत बदल दे, रख हिम्मत साथ चल दे, मेरे साथी मेरे कदमों के निशान, तू न जाने आस पास है खुदा, तू न जाने आस पास है खुदा। सम्झिदिनुहोस् भनी अनुरोध गर्न चाहन्छु।
हजुरहरूले अलिकति एक्सचेन्ज गर्नुहोस् भनी हार्दिक अनुरोध गर्न चाहन्छु। हजुरको पनि हामीले समय हेरेर यसरी सर्टिफिकेट दिइरहेका छौँ। यसर्थ हजुरहरूले यस तपाईँको नाम के छ? कृति लेखेको। कृति राई। कृति। मेरोमा कृति राई छ। सबिना तामाङ सबिता तामाङ यहाँनिर छ। गाइस यहाँ चाहिँ पुष्पा गुरुङ छ होइन, म चाहिँ पुष्पा गुरुङ होइन होइन पुष्पा गुरुङ चाहिँ होइन, म होइन पुष्पा गुरुङ को छ प्लिज। यो को हो? पुष्पा गुरुङ अनिता तामाङ खोइ छ? अनिता तामाङ एक्चुअली यो चाहिँ के भएको भन्दा चाहिँ नाम अगाडि आएर है फाइनली यो सर्टिफिकेटको सो होइन यहाँ चाहिँ लन्च अलिक बेसी खाउँला अलिक घटेको छ कि तपाईँको नाम? मेरो ओमकार छेत्री। तपाईँको? बसन्त शर्मा। सो तपाईँको? सो उहाँ उसले चाहिँ मलाई हिजो पनि मेसेज गरेको थियो है। सो होइन उनीहरूलाई चाहिँ यहाँ भेट्यो। सो खुसी लाग्यो है हजुरहरूलाई भेट्नु पाउँदाखेरि होइन। वेलकम टु माई ब्लग। सो गाइस होइन हामी चाहिँ अब यहाँबाट निस्केको। सो अब चाहिँ अनुपले कुदाउने भन्दैछ ओह्रालो जाँदाखेरि चाहिँ आन्टीले कुदाउनु हुन्न अरे। लाउनु यता गरम छ यहाँबाट त दिँदैन होला छिर्नु उताबाट घुम्नुपर्छ जस्तो लाग्यो। ओके आउनु र म त हिँड्नु लागेको त मलाई त हेलमेट खोल्दिनँ ल होइन मनिता भनिदिनु म ल भिडियो क्यामेरामा डल्लै निकालिदिनु न। मनिता थ्याङ्क यू। हामी जानु कताबाट जानुपर्छ? खाजा वान वे हो कि यहाँ चाहिँ आज चाहिँ फ्री डेकोरेसन तँलाई पनि सेभ गरिदिनुहोस्। सेभ राइट मनिता। ओके सेम नाम भएर पुरा कन्फ्युजन हुनु ल। तपाईँको मनिता रहेछ मेरो मनिता हो नि त। हुन्छ प्राय मलाई मनितै भन्छ, मेरो खास मोनिता हो। हजुर एमओ रहेछ नि त। तपाईँको एमए नि? एमए लेडीको रहेछ। बिस्तारै जानु सबैजना। ओके सो गेजिङलाई पनि बाई बाई। सो गाइस है यहाँबाट चाहिँ अहिले नै बाई बाई गरेको पर चाहिँ झुक्किनु डाइरेक्ट हो भनेर गएको तिमी ओरासम्म त सँगै हो त हौ। ओके रहेछ नि आज है। अनि म यता पुलबाट जाउँ ल। ठुलो पुलबाट ठुलो पुलबाट जाने हो लैजाउँ त्यसो मम्मी गएको नि त्यो पुल। ए ओके लु सँगै जाउँ त्यसो भने। सो गाइस अहिले भनेर थाकेर हत्तु भएर आइपुगेको रुम होइन अवस्था चाहिँ यस्तो छ एकदमै थाकेँ आज चाहिँ। अब चाहिँ म चाहिँ मोनिटर गर्ने ब्याग नि हो आमा ब्याग अन्त थाकेर हत्तु भयो है। अब चाहिँ मोनिटर गरेर चाहिँ फ्रेस भएर चाहिँ एकछिन भिडियो एडिटिङ गर्नु पर्ला अनि सबैजना अब राम्रोसँग आइपुग्यो राइड पनि राम्रो भयो है केही भएन बाटोतिर। सो यति नै थियो आजको ब्लग। सो हजुरहरूले इन्जोय गर्नुहुन्छ भन्ने आशा छ। सो हेर्दै गर्नुहोस् होला। सो सी यु अन नेक्स्ट ब्लग बाई बाई।